10-20 लाख 20 लाख 25 लाख रुपियाँ हुनसक्छ। कति महिनाको स्यालेरीको कति पैसा भन्ने कुरा त होला नि त ती। अनि त्यसका लागि चाहिँ आयोग चाहिन्छ र एकछिनमा हिसाब निस्किन्छ सम्पत्ति कति छ। ब्याङ्कहरूसँग स्टेटमेन्ट लिए भयो, कम्पनीहरूसँग सेयरको कारोबारको लिए भयो, के भयो र कहाँ छ। विश्वभरिका सरकारहरूलाई सूचना जारी गरेर कहाँका कगजका सरकारले चाहिँ ब्याङ्कहरूसँग सोधेर के बेहुलीको सम्पत्ति पठाइदेऊ भने भयो, होला नि उपाय। त्यसकारण यो आक्रोश आवेश भन्दा पनि म चाहन्छु सत्य स्थापना होस्। मैले पनि माग गरेको छु र अस्तिको दिन सकिएको हाम्रो केन्द्रीय कमिटीको बैठकले पनि माग गरेको छ कि कहिलेदेखिको चाहिन्छ त्यो छानबिन, सम्पत्तिको छानबिन सबैको गरौँ। म त भन्छु यो बिचौलिएको पनि गरौँ, ब्ल्याकमेलरहरूको पनि गरौँ, अरूको पनि गरौँ। फकर्सको गर्नुपर्छ, यसकै गर्नुपर्छ भन्ने मलाई केही छैन। देश मेरो मात्रै होइन, सदाचारै चाहिएको भने कसले कमाएछ, अकुत कसरी कमाएछ त्यो हेरेर गरे भइगयो नि। गरौँ, सबैको शङ्का लागेका ठाउँमा गरौँ। के तपाईहरु सस्तो र भरपर्दो प्रिन्टिङ सेवाको खोजीमा हुनुहुन्छ? यदि हो भने न्यू इसिका फोटो स्टुडियोले विगत लामो समयदेखि विभिन्न विद्यालय, कलेज तथा कार्यालयहरूका लागि आइडी कार्ड, टाई, बेल्ट जस्ता प्रिन्टिङ सेवाहरू एकदमै सस्तो र सुपथ मूल्यमा दिँदै आइरहेको छ। साथै फ्लेक्स, ब्यानर, होर्डिङ बोर्ड, लाइट बोर्ड, स्टिकर प्रिन्ट, कप प्रिन्ट लगायतका ग्राफिक्स डिजाइनिङ र प्रिन्टिङ सम्बन्धी सम्पूर्ण काम गराइनुका साथै अर्जेन्ट छाप पनि तयार गरिन्छ। एकपटक सेवाको मौका अवश्य दिनुहोला। थप जानकारीका लागि न्यू इसिका फोटो स्टुडियो, गौशाला नगरपालिका 10, वडा कार्यालय अगाडि, महोत्तरी। सम्पर्क नम्बर 9844 69 74 59।